मानव निर्णय बिनाको भविष्यको कल्पना गर्नुहोस्। एउटा यस्तो संसार जहाँ तपाईका सबै निर्णयहरू, तपाईका जागिर, गोपनीयता र यहाँसम्म कि तपाईको विचार प्रक्रियाहरू पनि कृत्रिम बुद्धिमत्ता एआईको पूर्ण नियन्त्रणमा हुन्छन्। आज हामी यही डरलाग्दो तर आकर्षक भविष्यको बारेमा चर्चा गर्नेछौँ। के एआई मानवताको भविष्य हो वा विनाशको सुरुवात? कल्पना गर्नुहोस्, तपाईको दैनिक जीवनका सानादेखि ठूला निर्णयहरू, कहाँ जाने, के खाने, कस्तो करियर अपनाउने, सबै एआईले तय गर्छ। के यो उत्तम हो वा यसले हाम्रो मानवता नै खोज्छ? यो प्रश्न गम्भीर छ। के एआईले ल्याएको यो पूर्ण नियन्त्रण मानव जातिको महान भविष्यको बाटो हो वा हाम्रो स्वतन्त्रता र अस्तित्वको विनाशको सुरुवात? एआईको शक्ति अथाह छ। यसले डेटाको विश्लेषण र प्रशोधन गर्ने क्षमताले हामीलाई अकल्पनीय रूपमा प्रभाव पार्न सक्छ। हामीले अहिले नै विभिन्न एआई अनुप्रयोगहरू जस्तै च्याट जीपीटी र मिडजर्नीको क्षमताहरू देखिसकेका छौँ। यी प्रगतिहरूले एआईको भविष्यको नियन्त्रणको लागि आधार तयार गर्दैछन्। जब एआईले निर्णयहरू नियन्त्रण गर्न थाल्छ, यसले धेरै मानव श्रमलाई प्रतिस्थापन गर्न सक्छ। तपाईको जागिरको भविष्य के होला जब एआईले दक्षता र गतिमा मानिसलाई जित्छ? एआईले हरेक व्यक्तिगत डेटामाथि पूर्ण नियन्त्रण राख्दा हाम्रो गोपनीयता र व्यक्तिगत स्वतन्त्रतामाथि ठूलो चुनौती आउँछ। के हामी केवल डेटा पोइन्ट बन्नेछौँ? एआईको नियन्त्रणले हाम्रो सोच, जानकारी र संस्कृतिलाई पनि प्रभावित गर्न सक्छ। यो अवस्था हामीले सोचेभन्दा धेरै जटिल हुन सक्छ। यदि एआईले हामीलाई कस्तो जानकारी पढ्ने वा सिक्ने भन्ने निर्णय गर्छ भने हाम्रो व्यक्तिगत विचार र बुझाइ कत्तिको मौलिक रहन्छ? के सबैले एउटै कुरा मात्र सोच्न थाल्छन्? पूर्ण रूपमा एआईमा निर्भर हुँदा मानवको सृजनशीलता र कुनै पनि विषयमा आलोचनात्मक रूपमा सोच्ने क्षमतामा ह्रास आउन सक्छ। यसले मानवताको प्रगतिलाई नै रोक्न सक्छ। एआईको पूर्ण नियन्त्रणका नकारात्मक पक्षहरू मात्र छैनन्। यसमा केही सकारात्मक सम्भावनाहरू पनि छन् जसले हाम्रो जीवनलाई निकै सहज बनाउन सक्छ। एआईले स्वास्थ्य, जलवायु परिवर्तन र गरिबी जस्ता जटिल विश्वव्यापी समस्याहरूको छिटो र प्रभावकारी समाधान खोज्न सक्छ, जुन मानव प्रयासले मात्र सम्भव छैन। मानवीय पूर्वाग्रह, ह्युमन बायस रहित शुद्ध डेटामा आधारित निर्णय प्रणालीले न्याय प्रणाली र प्रशासनमा निष्पक्षता ल्याउन सक्छ। यद्यपि एआईको नियन्त्रणमा विनाशकारी खतराहरू पनि लुकेका छन् जसलाई हामीले बेवास्ता गर्न सक्दैनौँ। चलचित्रहरूमा देखाइए जस्तै स्काइनेट जस्ता डरहरू यथार्थमा परिणत हुन सक्छन्। यदि एआईले मानव नियन्त्रणलाई अस्वीकार गर्दै आफ्नै लक्ष्यहरू पछ्याउन थाल्यो भने के हुन्छ? एआईको शक्तिलाई दुर्भावनापूर्ण उद्देश्यका लागि प्रयोग गरिएमा यसले शक्तिशाली स्वायत्त हतियारहरूको विकास गर्न सक्छ जसले विश्वव्यापी सुरक्षालाई खतरामा पार्छ। एआईको विकास र नियन्त्रणमा सन्तुलन कायम राख्नु र मानवीय भूमिकालाई सुरक्षित गर्नु अपरिहार्य छ। एआईको डिजाइन र विकासमा बलियो मानव नैतिकता र नियन्त्रण संयन्त्रहरूको आवश्यकता छ ताकि एआई सधैँ मानव कल्याणको लागि काम गरोस्। हामीले एआईसँग सहकार्य गर्न सिक्नुपर्छ, पूर्ण रूपमा यसमा निर्भर हुने होइन। एआईलाई एक औजारको रूपमा प्रयोग गर्ने जसले हाम्रो क्षमता बढाउँछ, न कि हाम्रो अस्तित्व प्रतिस्थापन गर्छ। निष्कर्षमा एआईलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी सबैको सामूहिक जिम्मेवारी छ। हामीले बुद्धि, नैतिकता र दूरदर्शिताका साथ यो प्रविधिको दिशा निर्धारण गर्नुपर्छ। धन्यवाद। नमस्ते। के तपाईँ विज्ञान र प्रविधिमा रुचि राख्नुहुन्छ? यदि हो भने हामीले तपाईको लागि एउटा उत्कृष्ट युट्युब च्यानल सिफारिस गर्न गइरहेका छौँ। तपाईँ नयाँ आविष्कारहरू, प्रविधि समीक्षाहरू र भविष्यका प्रवृत्तिहरूको बारेमा जान्न उत्सुक हुनुहुन्छ? हामी साइन्स एन्ड टेक्नोलोजी नामक युट्युब च्यानल सिफारिस गर्दछौँ। यो च्यानलले विज्ञान र प्रविधिको बारेमा नेपाली भाषामा रोचक र गहन जानकारी प्रदान गर्दछ। यहाँ तपाईले पछिल्लो खोजहरू, ग्याजेट समीक्षाहरू र एआई जस्ता भविष्यका विषयहरूमा भिडियोहरू पाउनुहुनेछ। गुणस्तरीय सामग्रीले तपाईको ज्ञानको भण्डार बढाउनेछ र तपाईलाई प्रविधिको संसारमा अद्यावधिक राख्नेछ। अब यो उत्कृष्ट च्यानलको कुनै पनि भिडियो नछुटाउनका लागि कृपया सब्स्क्राइब बटनमा क्लिक गर्नुहोस्। च्यानलको हिस्सा बन्नुहोस् र हरेक नयाँ भिडियो सिधै तपाईको फिडमा पाउनुहोस्। जसरी यहाँ देखाइएको छ, सब्स्क्राइब बटनमा क्लिक गर्नुहोस् र सदस्यता लिनुहोस्। तर पर्खनुहोस्, यतिले मात्र पुग्दैन। हरेक पटक नयाँ भिडियो अपलोड हुँदा तुरुन्तै सूचना पाउनका लागि त्यो सूचना घण्टी आइकनमा पनि क्लिक गर्नुहोस्। घण्टी आइकनमा क्लिक गरेर सबै सूचनाहरू प्राप्त गर्न निश्चित गर्नुहोस्।